डार्विनको प्राकृतिक छनौट भन्ने सिद्धान्त। डार्विन एक प्रकृतिविद थिए। उनले आफ्नो 5 वर्षको भ्रमणको क्रममा बिरुवामा, जनावरमा र जीवावशेषमा पाइने भिन्नताको बारेमा अध्ययन गरे। 19औं शताब्दीमा उनले एचएमएस बेगल नामक जहाजबाट 4 महादेशको भ्रमण गरेका थिए। डार्विनको अध्ययनको क्रममा फिन्चेस, कछुवा र वकिङ चराहरूको बारेमा पनि अवलोकन गरे। उनले आफ्नो 5 हप्ताको बसाइको क्रममा ग्यालापागोस टापुमा यी जीवहरूको अध्ययन गरेका थिए। ग्यालापागोस टापु इक्वेटर नजिक प्रशान्त महासागरमा पर्दछ। डार्विनको सिद्धान्तले बिरुवा र जनावर भगवानले सृष्टि गरेका हुन् भन्ने कुरामा चुनौती दिन्छ। 28 वर्षसम्म पनि उनले आफूले गरेको अथवा आफूले प्रतिपादन गरेको सिद्धान्तलाई प्रकाशन गरेनन्। विभिन्न वैज्ञानिकहरूको परामर्शपछि र विभिन्न अध्ययन अनुसन्धानपछि उनले प्राकृतिक छनौट भन्ने सिद्धान्त प्रतिपादन गरे। प्राकृतिक छनौटको सिद्धान्तले के भन्छ त भन्दाखेरि एउटै प्रजातिबीच पनि धेरै गुणहरू चाहिँ फरक भएको पाइन्छ। त्यस्तै गरी अनुकूलन यदि वातावरणसँग अनुकूलन गुणहरू विकास भएमा त्यो प्राणी बाँच्न सक्षम हुन्छ, तर यदि प्रतिकूल गुण विकास भएमा त्यो प्राणी चाहिँ लोप भएर जान्छ। त्यस्तै गरी यदि अनुकूलन गुणहरू विकास भएमा त्यो चाहिँ आफ्नो अर्को सन्ततिमा पनि सर्दै जान्छ भन्ने कुरा चाहिँ उनले प्रतिपादन गरेका थिए। यही नै हो प्राकृतिक छनौटको सिद्धान्त।